चार पाँचजना छोराछोरी भयो नि त एक छोराछोरी पानी दिने होइन र यो राउन्नेको भेट छ बिचरा पानी पो गाई आनु सक्दैन भने हेर पर्काछ यहीको खोरो फुट्ने हुँदैन हेर माउला थिए पानी आन्नु गयो भने के हाल्नु बाबु पनि एक आएन ए पर्काछ बुवा पानी आन्नु लाट्या पानीका बिग हुँदा घर दिने भयो मुकुन्न उहिले छाडेर यही ठाउँ पानीका दुःखै पठाइ के हाल्नु हेर त्यो देउडा त्यो क्या भन्यो चन्द भन्ने मुन्द हो देउडा देखिकन ओडा दछ उठायौ दे हुने के कहाँ यो लग न उ लग सारो सुन्ने सार राम हेर्दछ गोडाउँदो पानीको सुवासिन छ यो काठौडा बान्न पानी आन्न भने यो पनि हुँदैन हेर खराब भइरहेको छ यार यिनी बुवाले पनि पानी आन्न पनि आफै जाँदैन पो ल बड्डा पानी यो भन्ने कि यहीको खोरो ठाडै बाडी बड्डा भन्दैछ त्यो दही छिटोडा हुने छकात पुरै गइ काँसी म बुढाबुढी मान्न परे कहाँ पानी आन्न गएँ आँखा पनि देख्दैन छ कि बोलेका बोले हुँदा पहिला पानी खाऊ ल माउडा अरू केही नहर्दो खानु खाइएलौँ अब पानी गाद झालै छन् जम्माइ म त रिस उट्टा छन् यो हेर्दै हात ए बा गाद हुगाम्ना भयो भन्ने पनि राउँदैन छ दौड तल दिने हाल्दै हात आउँदा पानी यो ढाड भन्ने पनि कठा उही हाल्दैन हाल्दो बिहा नहन ताप्यो बड्डा पख राम्ररी हाल्दो बिहा ढाड पनि भोकले मरिदिए यो हेर देख्नु त यति दिन पानी क्या तेरो छिटोडा हुन लाग्यो भाले हाला भन्दा छैन मैले हाले मलाई क्या थाहा भयो त्यो हुनेको अब खोरा आउँदो हाल ल्याउँदो हाल खोरा आउँदो उही त खरो भन्दा छ यही ठाउँका मान्नु परिका उही ठाउँ रह्यो नि आउँदछौँ पानी कहीँ आउँदो छ कि 4 अक्षर पढाएको पनि नाइ छ यो हरिकन पानी हालियो त कति पानीको बर्बाद भयो परिका 4 गाउँ गइ हुँदा पानी आनी आउँदछ ठुला कुरा हार्न मात्रै जाने आखो बादै तमी आन्दा है बेल्डा म आन्दा हैन अब बाइजाउ छकाले गया होला त म परि वहाँ गया है हुँदै हर्किँदो छ यति नाली बादी खान मात्रै राइन यहाँ 4 अक्षर पढ्यो त उहिले भन्ने गइन तेरा वडा अध्यक्ष त भन्ने हुँदा यहाँ त कुल्लो आन पानी आन म बुढी मान्छे कति आनु अब भोट हाल्या गयो उ मरेगा मरेरिया म क्या जहाँ पनि दिमाग खराब मात्रै हाल्दा यार ए बर्बु कोहर दोला त्यही नेताको खोला फुट्ने यही ठाउँका मान्छेले उठाली हुँदा बिगाडे त्यहीका भेटिया नाडा खुटाल्ने हेर पर नेताजी आइया खाली अब रिसन्ना दे हुने के तोइ दैका कच्छा धोए जा म धुने नै जा तोइ माउले हर्दा म कन्न उइतको भोट हाल्ने धोक हुन कुडा तोइ भोट हाल्ने धोक म कन्न पिठी लाई हुँदा थि त्यही जित्दै हुँदा के फाइदा भयो रिसन्नाको नेताजी आइबक्छ ह भित्र बसौं भित्र कुरा हामीलाई बोलेका बोले हुँदा आइबक्छ यही छोरा छोरीका आमा मुला कुरा नाच्दो छौ नमस्कार नेताजी आउनु त मेघ लागेको छ बाहिर भित्र बस्नु भित्र बस्नु नेताजी बस्नु न बट्टा बोल्दा दिमाग खाएले हाम्रो यार यहाँ दिमाग बसिन्छ न दाजु पानीको समस्या साह्रै हुन लाग्यो बट्टा पनि त्यसैले बोलेका बोले हुँदा परि 8 चौडा गाडै पानी आन्नु पर्यो त्यो यति साल भइगयो उतिखेर अब हामीले सबैले पानी आउला भने सबैले सपोर्ट गरेर कसो हुने हामी दाजु पानी आएन अब पर्का चाहिँ के छैन हामीले पैसाको माग गरेका छ माथि पनि केही दिनपछि पैसा आएछ तपाईँ टेन्सन गर्नु तपाईँ ढुक्कले बस्नु ठिक छ 2-4 दिन त हो किन टेन्सन लिनु भयो तपाईले सर हजुर बस्दै गर्नु उता कस्टमर आउनु भएको छ म उता जान्छु अरु केही चाहिने हो सर आकाशका बा आउँदैन बसिजा त भने क्या टाढा भाग्छ बिचरा बसिजा
ओ नेता पुनः आएका थिएन हजुर नमस्कार हजुर नमस्कार नमस्कार के छ आरामी छ यो आरामै छौँ हजुरको सुनाइ बोक्छु उता अस्ति पनि भेटुला खोज्याएको यहाँ पानीको साह्रै समस्या भइगयो हजुर अच्छा तैँले भेटिला त बुझी त ओडा गाडीले रुटमा आउँदैन पानी हेर्दाखेरि परि चारमा परि जानुपर्छ उता टाइम पनि मिल्दैन त्यहाँले अब आज यहीँ भेटिरहेको पानी कुरा हट्दा रौँला आज त पनि के दिउँसो आएको माने त पनि काहीँ मैले केही बुझेन त्यो त्यहाँ पनि बुक्सी त एउटा अध्यक्ष साहब म कहाँको मान्छे हो रे मैले थाहा पाएन तैँले थाहा पाएन यहीँतिरको मान्छे नै हामीले त्यही थाहा रे आज आएछौँ दोकान त मैले र केही बुझेन एउटा अध्यक्ष साहब उता क्याहरू त उता ठुला बुवा त्यहाँ क्या हेर्दा हो भित्ता आऊ पनि चाह खाउला बारीमा बुढो बुढी मान्छे अब बसिजाऊ पर एउटा अध्यक्ष पनि आएका पानीका कुराहरू नबढाइन आऊ यो माउडा गाँबाट आए पठाइ धायाम्ने सिया याम्बो त्यही छोरो त म देखि हक्दैन यो माउडा पुनः नियत दाजु नै नाम कल्सियो कछामन देखा छ यो बुढाबुढीका गाउँ गराहरू कुरा राम्रो छ कि भन्ने आएको पो काइ राम्दैन रहेछ के धानु काम नै गाउँ घरबाट पानी आएन कति भन्नु ठुला बुवा आऊ नरिसाउ चाह खाँदा एउटा अध्यक्ष पनि आखान बसिजाऊ आऊ वडा त छ्या के हान्नु मेरा पानीको समस्या कहिले टुङ्गिने नै त म पनि त्यही कुराहरू भने आएको अब चाह खाएर त बसा खान पर्यो यति कुराहरू गाह्रो छ माड्यारो दारु खाइ त मर्या नाइ छ बस्न दै नाइ आज खाएको नै ठुला बस गयो त बसी जा लोटौला कहिले हेर लाटा क्या भन्नु आकाशको बुवा भन्ने के क्या भन्नु हेर लाटा भन भन ठुला बुवा यही माउडा गर्नु जी दाम ना लागि त्यहाँडा तिम्रो क्या भन्नु आज हो कि देउडा त्यो क्या भन्ने पर्कास भन्ने त्यही माउडा छोरो मेरै हो रिहान त पानी आनी हक्दैन उहिले गाई गुनान साउन पानी पायौँ न हामीले महिलाले परिवारका गाउँ छोरी हुँदा आनिकन पानी घर चलायौँ यिनीहरूले पानी आनिदिनु पर्दैन त भन्नु कह मान्ने भन्दै बा ठिकै हो ठुला बुवा त्यो त ठिक पनि ठुला बुवा अस्ति मेरी छोरी गई त्यहाँ पानी काँडुटी पर हात मड्काइ केही राखेन तमी बुढाबुढी मान्छे लट्ठी टेके काटिदिए तमी लोटी जाऊ तमा चोट लागि जाऊ भन अब ओडा चाहिँ मान्दैन अब के हार्न भन्दा त भन्दा यहाँ अब यहाँ तिनीहरू अब के हार्ने हो मेरो त के हार्ने हो तपाईँ अस्ति मेरी छोरी लोटी अब यहाँ अगाडि भोलि तमी छोरी लोट्ने हो अरू कोन भने यहाँ गाउँमा पर यस्तो भिडको बाटो छ के लाग्या भन ठुला यही का गुडा ये राइउँदा छन् हुँदा त पल्लामा बिरबानिया छोरो निन कइसियो कछामन देख्दो छिया अहिले वडा अध्यक्ष भयाको क्यामेरामा उठ्याएको देखा कि लेता भने हामीले राखेको अब यिनीहरूले हर्नु पडाइन अन्त क्या भन्नु कुडा भन्नु भने आम गाउँ कि माम गाउँ कुडा हार्दा अस्ति धेरै लाग्या रोटी भन्ने त्यही यिनलाई कारणले यिनीहरूले हात भात दिएको पानी ल्याएर उता गाउँले यो भन अब हाम्रा धारा त ए घर धारा ल्याएर त क्या हुने परिमा जान त जरुरी छैन रात कहाँ गोडा बहौँ भन्ने पुनः बानी आएन खानाका कुरा छाडो हडौदाको मोबाइल फाल्ने बानी आयो रामलाई उन्नु खाँदैन सुनि नेता यिनीहरूले हर्नु पडाइन यसलाई चाहिँ के हार्ने भन्नु म खरो छौँ हेर्दा दुःख नमान्यायो वडा अध्यक्ष भए पुनः हुँदा त्यही पदमनी बहाको मान्नु यत्रो सुन्ने साथ बिग्राएको छ हाम्रा गाउँमा नि निकाहरूलाई पनि कन्प उठाएको होला त्यही कारणले वडा अध्यक्ष भन्याका मुलुकका ठाउँ रोड दिएका छन् घर घर पानी छन् घर घर चर्पी छन् यिनीहरू माउडाले यो चलन चल्ती क्या नहरी हगाइन अब ओहाड लाग्यो हेर्दै पराउँदा खेत सुकेका छन् पानी आइनी देख्या कहाँबाट त्यो हराउँछ खेती पनि खानु पग्या हो भन खानु पग्या अघि पछि र गयो भन्दा हो बा न हामुए ढुल्ला भन्दा म भेट बिहाखेरि ढाई लाट्या पनि छोक्रालाई हुँदो छ लौडीले म धाई सुट्टा छिया बा भोट माग्न त गरे पर एक घर एक धारो पनि चाहिए धाई भन्दा छिया अब भएर 2 साल भइया केही आएन बा केही आएन म त जम्माइ बा यिनीहरू नेता देखि म नआएको यही लाट्या देखि त मेरा बिउ चल्दा कहाँ पनि अघिल्लाबाट नेता म बानी अन्दा कहाँ क्या लाम्दा छ पखन्दै ठिक छ बुवा मैले बुझेँ अब यही गाउँकै समस्याहरू हल गरला यही गाउँकै समस्याहरूलाई केही सुधारला भनेर मलाई नेता बनाउनु भयो मैले योभन्दा पहिला मैले बुझेको थिएन बा अब बल्ल आएर तपाईँले मलाई सम्झाउनु भयो ठिक छ बुवा केही छैन म गर्छु होइन तपाईँ देख्दा छ यही ठाउँका दुःख देख्या कि यही ठाउँका दुःख तेरियामा परि पानी आन्न जानेछन् तेरि बहिनी पानी आन्न जानेछन्
आमा कहीँ लोटन्नी भोलि कहीँ दिदी बहिनीको बाटै रे बोल्ला को विचार लिने छ तमु नेता भयो त तमुलाई नहरे भन्ने आखिर को हर्देला ठिक छ बुवा के छैन केही दिनभित्रै पानी ल्याउनु छु बुवा तपाईँ नआत्तिनु मलाई थोरै समय दिनु माथिको नेताहरूलाई पनि सम्झाउनु छ केही दिनभित्रै मैले पानी ल्याउन नसकेपछि म तपाईँहरू घोडो भन्न तयार छु ल बुवा अरू के भन्नुहुन्छ केही भन्दैन बा अब यहाँदेखि भनिआएका छन् ए हुने के किन अहिले घोडो बन्ने आउँ त भनिआएको छ म माउड्या म थोका बिन्जडो छु हेर्ला त्यहाँ न्यायका लागि न्याय हर्नु पऱ्यो क्या के लाग्यो तमुलाई नहेरा खरे को हेरेला चार प्याल लिङ्रिङाउने मान्न त म पढी लेखी भएका मान्न धेका कि तमुले राम्रो यो देश बन्ने आखिर अगाडि जाने त ठिक छ बुवा पनि पढाइ लेखाएको मान्छे अब तपाईँले मलाई यति धेरै सम्झाउनु भयो ठिक छ केही छैन म लगत्तै गर्नेछु ल बुवा हस् त म निस्केँ मलाई हात हट्छ ल बा ल साउजी म चियाको पैसा भोलि आएर दिन्छु यहाँ बुवाहरूलाई पनि चिया खुवाइदिनु मेरो खातामा लेखिदिनु म भोलि आएर दिन्छु है अब भन्दा त भनिगया कान अब फास त मारिगया कान अब के हार्ने आउनु अब गाउँदा पछि घोडो बनिने भनेको गाउँदा पछि हाम्रो भन्ने कार्यक्रम हामी हरौँ न तुमी क्या भन्ने अब अरू क्या अब म केही भन्दैन राम्ने कुरो राईले होला तँ पुनः राईले सुनेको छौ मैले तँ पुनः घरबाट पानी हानी हान्नु सहयोग गरिदिनु छोराछोरी त्यति टाढा कहीँ ढेक्दो पनि नै छ कि न्यु गऱ्यो नाइ त्यो त पानी त आन्दाउनु ढुलाको अब परि उहाँ जानुपर्छ भन अब तम्बी बुहारी पनि त्यो अब घोडाउडो काम गर्थी अब पानी त बोक्नु भयो छोराछोरी नाना छोराछोरीलाई पानी हान्नु यसलाई त्यहाँ उठा अब यसै छ हेर के हान्नु जेकै बोयो भने उनीहरू पुनः त्यो माड्या जम्मै मेरो खेत हाल्दछ मान्छेले बेर नाटो भन्नैसम्म बाई यहाँ त हाल्ला त पराउमा हाते जाउँ आरामले हटाया कहिले लोटौला लोट छैन यो माड्या